हाम्रो चाहिँ यहाँ हामीले किनेको यो चाहिँ सुन्तला, यो चाहिँ लड्डु, जेरी अनि यो। हाई एभ्रिवान, गुड मर्निङ छोरी, गुड मर्निङ। अनि आज के हो? अर्थात् आमाको मुखेर दिन आज। हजुरहरूले ककलले चाहिँ आमाको मुख हेरिसक्नुभयो। हामी चाहिँ भर्खर आउँदैछौँ है, आमाको मुख हेर्नु भर्खर आयौँ। 10 बजिसक्यो। मम्मी हाई भन्नु त। हाई हाई न खाई हाई अब मुखभरि अन्डा खाई। अनि आज चाहिँ हामी आमाको मुख हेर्नु आएको छौँ, दिदी र म। गाइज हाम्रो चाहिँ मम्मी र ठुलो मम्मीले अजीलाई टिका लगाइदिए हुन्छ, पाली पिली लगाइदिँदै हुन्छ। हाम्रो अजी चाहिँ यहाँ हुनुहुन्छ। ठुलो मामी टिका लगाइदिनु भएको? लगाइदिने। मेरो बोलिँदै यस्तो चिराग नान्ती नखाना त्यो प्लेट चिराख्नु पर्यो। यता भित्र राख्नु त्यहाँ प्लेट अलि अझै अजीको लागि नास्ता आजको यो चाहिँ खिर अनि अन्डा र माछा छ। अनि अझै हाम्रो चाहिँ गाइस अजीलाई गिफ्ट आइसक्यो। अनि यहाँ सानसानोहरू पनि छ यहाँ, भाइले पठाइदिएको 10,000 रुपियाँ पाजुले चाहिँ हाम्रो अजीलाई 10,000 रुपियाँ पठाइदिनु भएको छ है गाइस। कुन पाजु? नामै बिर्से। गोपाल पाजु हामीलाई लगाइदिनु। अब चाहिँ गाइस अजीले ठुलो मम्मीलाई टिका लगाइदिए हुन्छ। अजी अजी टिका लगाइदिनु भएको? टिका लगाइदिएको त मैले ठुलो मम्मीलाई। अनि यहाँ पैसा झिकझिक हाम्रो दाजु चाहिँ आमाको मुख हेर्न दिने कार्टुन नै हो, एक कार्टुन लिएर आउनुभयो है यहाँ। हाम्रो मम्मीले सुर्के थैली खोल्दै हुनुहुन्छ। कसलाई लगाइदिइसक्यो नि, मैले चाहिँ लगाइदिएकै थाहा पाउनु भएन। ल मलाई चाहिँ टिका नलाइदिने है। नित्याको गाइज, नित्याको मम्मीलाई टिका लगाइदिँदै हुन्छ। मम्मीले ठिकै छ। टिका लगाइदिए जस्तो गर्नु त अझै फोटो खिच्नु। बचेकै बाँध्नु छु म। टिका लगाइदिए हुन्छ मम्मीलाई। के फुल हो त्यसो त? एकछिन यहाँ हाल्नु त। आज बाबु यहाँ चाहिँ आमाले छोराको मुख दाजुलाई टिका लगाइदिँदै हुनुहुन्छ। मम्मीले सुर्के थैलीबाट पैसा पनि डङडङ्गै 20,000 निकाल्नु भयो। खुट्टा ढोग्नु, खुट्टा गुड भयो भयो, गुड गुड। ल दाजुले यहाँ मम्मीलाई टिका लगाइदिँदै हुनुहुन्छ। आजै हो टक्कसँगले सुर्के थैली के बिटा निकाल्ने दिन आजै हो। आमा ल है ल दुईचोटि ढोगिदिने आज बोनसमा। दाजुले यहाँ उपहार ल्याइदिनु भएको छ अरे यहाँ।
हाम्रो उपहार के रहेछ हेर्नु त ल ल ए है आमा लु 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 ल लु जा ल लु 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 ल ल ल लिनु ल लु 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 अजी एकपाला खोज्छ खिचाउनु त यसो गर्दै पकाएर लागे ठिक यस्तो गर्नु एक पकाउनु त लु फोटो खिच्दिनु है लु यता आइज न आउनु अरे हौ एकजना अन्डा त खाइज क्या ढिलो माथि बिहा भनेको हेर्नु मैले हुँदैन नानी हुँदैन भरे उता राख त्यहाँ राख न सानो अहिले राख्नुहुन्छ पाजुहरूले भुइँमा राख फुट्ला इस, मम्मीले चाहिँ यहाँ नातिनीलाई टिका लगाइदिँदै हुनुहुन्छ हेलो खोइ त पाजुलाई दर्शन पाजु भनेको त दर्शन पाजु यहाँ चाहिँ मम्मी छोरासँग बोल्दै हुनुहुन्छ काइला छोरासँग फोनमा अहिले बोल न अब त भयो नि काइला छोरासँग बोल्दै हुनुहुन्छ सकिँदा सके बोल टिका लगाइसकेको मैले यहाँ चाहिँ ज्वाइँलाई टिका लगाइदिँदै हुनुहुन्छ मम्मीले ल है ह्याप्पी मदर्स डे ह्याप्पी मदर्स डे भन्नु पऱ्यो नि त नि अनि टिका लगाएर के दिने मम्मीको साथी मिस्टर अहिले त दिनु त्यतिकै जान त जान्दिनँ म आउँदैन मुखमा आउँदैन भयो ठुलो मुद्दा लगाइदेऊ न ए भयो नानी भयो भयो चस्मा जो ठुलो भइहाल्यो अचेल नसक अलिकति थोरै मात्रै लगाइदे अचेल नसक नास्तिका के दिने सबै झाट झाटको हातको अचेल नितु ए यो मम्मीलाई दिनु ल नितु अनि त्यो यता हेर यता यस्तो लाग्यो पर्दैन मम्मीलाई ठुलो यो मम्मीलाई कसको मामुको दिदिनँ तपाईँलाई गिफ्ट के भन्ने ए यो ठुलो मम्मीलाई दिनु है गिफ्ट पनि लिएर आयो के भन्ने मैले किनेको गिफ्ट कहिले ल्याएन गिफ्ट किन्न चाहिँ कति कागले मलाई ए मेरो छोरीलाई लगाइदिनु पर्यो नि त कागले मलाई कति कागले मलाई थकाइ पार्यो अघि लगाइदिएको होइन मलाई लागेकै छैन उहाँ जो चक्लेट किनेर खाऊ गएर 5 रुपियाँ पैसा काट्नु न सन्जो बिचबिचमा गाला महिना पन्छी कता हो कसरी हेर्नुभएको रिसाएर हेर्नुभएको जस्तै देखियो त दाजु कता भयो मेरो दाजुलाई भिडियोहरू फोटोहरू खिचेको मन पर्दैन नि त त्यही भएर आँखा त मम्मीले यहाँ सुर्के थैली खोल्दै पैसा दिने भए 5 रुपियाँ दिनु पैसा त उता हात दियो भने 5 रुपियाँ पहिले